बच्चाहरूमा चाहिँ दिमागको पछिल्लो भागको ट्युमरहरू धेरै देखिने भएको कारणले गर्दाखेरि चाहिँ बच्चाले मेरो टाउको दुख्यो, बाबाआमा मेरो टाउको दुख्यो र साथै बान्ता पनि गर्थ्यौँ। ती बाबाआमाले चाहिँ कुनै तरिकाले परीक्षण गरेर यो त जटिल हुन सक्छ है, अब चाहिँ गइहाल्नु पर्छ। आफ्नो बाबु नानीलाई अब्जर्भ गर्न सकिन्छ। सबैभन्दा बच्चाको बारेमा थाहा हुने त आफ्नो बाबाआमालाई नै हुन्छ। अब उसको गतिविधि असामान्य छ भने, जस्तै हिँडाइको चालढाल हेर्ने होइन, हिँडाइको चालढाल हेर्ने, युजली बच्चाहरूमा चाहिँ दिमागको पछिल्लो भागको ट्युमरहरू धेरै देखिने भएको कारणले गर्दाखेरि चाहिँ उसको चलाइमा केही समस्या छ कि त्यो हेर्ने, आँखाको बारेमा सोध्ने, उसले स्कुलमा क्लासमा आँखा धमिलो देखिरहेछ कि, त्यो कारणले गर्दा उसको पढाइ बिग्रिरहेको छ कि होइन, त्यो हामीले सोधेपछि थाहा हुन्छ बच्चाहरूलाई। त्यो बच्चाहरूले थाहा हुँदैन। अब बाबुआमाको पनि टेन्सन भइहाल्छ बच्चालाई। अभियसली अब घरमा नै हेरेर ल ठिकै छ भन्नुभन्दा पनि अब बच्चा हो एकचोटि देखाइहालौँ भन्नेतिर जाँदाखेरि राम्रो हुन्छ जस्तो लाग्छ मलाई। ओके।